सँगै काफल खाइन्थ्यो यसरी खाइन्थ्यो यसरी सम्झिँदा नि याद आउँछ बेसरी मनको तिर्सना मेट्छु भनेको बर्खा लायो झ्याउकिरी करायो मायालुलाई भेट्छु भनेको। पहिला सानसानोमा यो खुब खाइन्थ्यो, यसलाई किम्बु हाम्रोतिर काफल भन्छ। घरमा पनि थियो, एकदम खाइन्थ्यो। बच्चा हुँदाखेरि धेरै खाइन्थ्यो, कसैको गाला गालामा दलिन्थ्यो, एकदम रमाइलो गरिन्थ्यो। अनि निचोरेर मसी पनि बनाएर अनि कपीमा पनि केरकार गरिन्थ्यो। विदेश आसी यो देख्न पाइएको थिएन, अहिले यसरी बाटोमा हिँड्दाखेरि देखियो। साह्रै नौलो लाग्ने रहेछ यस्ता चिजहरू, अर्ग्यानिक चिजहरू धेरै मिस हुँदो रहेछ। आफ्नो देशको धेरै सम्झना आउँदो रहेछ। यो खाइरहँदा पनि एकदम नेपालमै बसेर खाइरह जस्तो लाग्छ, एकदम है सम्झना आइरहेछ। लो छ्याप्दा तिमीले मुख छोपेको, तिमीले मुख छोपेको बाउसेमा तिमीले धान रोपेको मनको तिर्सना मेट्छु भनेको बर्खा लायो झ्याउकिरी करायो यो रोपाइमा भेट्छु भनेको बर्खा लायो झ्याउकिरी करायो यो बर्खामा भेट्छु भनेको। यस्ता रोपाइहरू धान रोपेको देख्दा पनि बर्खा लायो। सँगसँगै पहिला म बाउसे गर्ने अनि सँगै खेत रोपेको परिवार जम्मा भएर मेलापातो गरेको साह्रै याद आउँछ। विदेशमा भयो, अब सबै उताको मिस हुँदो रहेछ। जे देखे पनि झल्क आउँछ। यस्तै छ, परदेशमा पनि गाह्रो छ आफ्नो परिवारको देशको सम्झना गरेर दिन काट्न पनि। जे देख्यो त्यही झल्क आउँछ। हात समाउँदै हिँड्थ्यौ नि नारीमा तिमी पारी डुल्दैछु वारीमा हो औँठी कुसैको छोडेर आए नि ज्यान टाढा भए नि हो झल्को उसैको मेरो देश मेरो परिवार सम्झनामा परदेशमा दिन डुल्दै दिन कटाउँदै यस्तै छ परदेशी जिन्दगी। मुसलधारे पानीको ओइराले मायाको गाउँ लयो कि पहिराले मनको तिर्सना गर्छु भनेको बर्खा लायो झ्याउकिरी करायो यही साल मायालुलाई भेट्छु भनेको किन गर ए मेरी मायालु तिमीलाई यही साल भेट्छु भनेको। बर्खा लायो, अब यता पनि बर्खा लायो उता पनि बर्खा लायो होला। भेट्छु त भनेको, खै आउन मिल्ला कि नमिल्ला। परदेशी जिन्दगी यस्तै छ। यो स्वच्छ सुन्दर ठाउँहरू देख्दाखेरि त मलाई एकदम झल्को लागिरहेछ। सँगै भएको कति फोटोहरू सेल्फीहरू भिडियोहरू खिचिन्थ्यो, एकदम मिस हुँदो रहेछ। के गर्ने, अब एक्लै भयो नि, अब चित्त बुझाउनै पऱ्यो। अर्काको ठाउँमा भएपछि खोजेर नपाइने। अनि त्यही त नि, अब यो कोरिया चाहिँ उसमा औद्योगिक कल कारखानाहरू बिल्डिङहरू अब कम्पनीहरू मात्रै अगाडि होइन कि प्राकृतिक सम्पदाहरू, अब यो खोला नाला अनि वनजङ्गलहरूको संरक्षणमा पनि एकदम अगाडि छ, नम्बर 1मै छ। हरेक कुराहरू एकदम सुरक्षित संरक्षित गरेर राखेको अवस्थामा यस्तो चाहिँ छ। हाम्रो नेपालमा कति यस्ता ठाउँहरू थिए, अब छैन, अब हेर्न लायक बनाएका छैनन्। अब त्यसै खेर गइरहेको छ। यहाँ थोरै यस्ता ठाउँहरू पनि एकदम संरक्षित गरेर राखेको अवस्थामा छ। देख्न मन लागेको छैन र घाम अस्ताए फोन पनि आएन तिमीलाई झल्को आएको छैन र। एउटा कुरा चाहिँ मलाई यहाँ भन्दा चाहिँ आफ्नै देशको के राम्रो लाग्यो भने यो यस्तो रमाइलो ठाउँ, यस्तो बाटोघाटो, यस्तो पार्कहरूमा मान्छेहरूको चहलपहल हुन्थ्यो। अनि बच्चा बच्चीहरूको रङ्ग रमाइलो यताउता हुन्थ्यो भने यहाँ चाहिँ सबै सुनसान छ।
सबै आफ्नो काममा व्यस्त। अनि अब काममा गयो, ड्युटी गयो, आयो, अनि अब रुममा रेस्ट गर्यो। अनि यहाँ चाहिँ अब बिदाको दिनहरूमा यसो फ्रेस हुनलाई मात्रै मान्छेहरू आउँछन्, नत्र भने अब आफ्नै रुममा आफ्नै घरमा व्यस्त भइरहन्छन् काममा। अब यहाँ चाहिँ कुनै मान्छेहरू खै त अब यति बेला चाहिँ साँझ पख नेपालमा भएको है यस्तो मान्छेहरू आउने जाने होइन, बच्चा बच्चीहरू खेल्ने अनि कार्यक्रमहरू हुने। अब त्यो चाहिँ यस्तो ठाउँ भएको भए हाम्रो नेपालमा कति अब रमाइलो हुन्थ्यो होला। अनि त्यस्तो हुने के आफूलाई। यहाँ चाहिँ अब खै त अब यसो हावा खान यताउता सट्ट निस्किने मान्छेहरू, त्यो चाहिँ यहाँको चाहिँ अलिकति मलाई मन परेन होइन। अब टाइममा त आउँछन् होला, अहिले मैले नभेटेको होला भए पनि। अब नेपालमा आफ्नो उसमा भएको भए, यस्तो ठाउँहरू भेटाएको भए अब मान्छेहरू अब कति बच्चा बच्चीहरू रमाइलो गर्थे होइन। चट्ट जोडीहरू घुम्थे, अनि बुढापाका बुढाबुढीहरू फ्रेस हुनलाई होइन, यसो बसी बिहालो गफगाफहरू होइन, साथीभाइ जम्का भेटहरू हुन्थ्यो होइन। पछाडि बाइकमा के घोडा पनि रहेछ के गर्ने, अब बाइकमा घोडाले खुट्टा उचालेको छ। अब जीवितै भए त उडेर आउनुहुन्थ्यो जहाँ जानु मन लाग्यो त्यहीँ जानुहुन्थ्यो। अब के गर्ने सम्झना। ठुला ठुला सपना आँटेर सपना आँटेर दिन कटाउँथ्यौँ हामीले घाँस काटेर, मनको तिर्सना मेट्छु भनेको बर्खा लायो घाँस पनि पलायो, मायालुलाई भेट्छु भनेको। दुध दही खानु पर्ने भएपछि घर बस्नु भएको पालिया थियो, अब घाँस काट्न जानै पर्थ्यो। घाँस काटेर दिनहरू कटाइन्थ्यो। मनमा अनेक सपना बुनिन्थ्यो, विदेश जाने होला कसरी होला, पैसा कमाउने धन सम्पत्ति कमाउने कसरी होला भन्ने सोचिन्थ्यो। अहिले विदेश आसी अब यी घाँस पातहरू देख्दा पनि नेपालमा पहिला अब घाँस पातमा हिँडेको मेलापात गरेको खुब याद आउँदो रहेछ। जे गरे पनि अब मिस हुँदो रहेछ। यो ठुला ठुला बिल्डिङ जहाज रेलहरू अब मान्छेलाई अब आवश्यक रूपमा चाहिए भने अब मान्छेलाई एकदम जीवन प्रदान गर्ने, एकदम चाहिँ स्वस्थ हुने भनेकै यो प्राकृतिक हरियाली सम्पदाहरू, स्वच्छ हावापानीले मान्छेलाई एकदम स्वस्थ बनाउँछ। फ्रेस पनि भइन्छ, सबै दुःखहरू बिर्सिन्छ। त्यही भएर यस्तोमा घुम्न चाहिँ आनन्द हुन्छ। मेलापात गाउँघर डुलेको गाउँघर डुलेको, सम्झिन्छौ कि छौ तिमीले भुलेको, मनको तिर्सना मेट्छु भनेको। थकैला गीत गाउँदा पनि थकैला। यो सहरको कोलाल झ्याइ झुइ ट्याइ टुइ भन्दा मलाई त यस्तै यो प्राकृतिक एकदम स्वच्छ सफा सुन्दर शान्त हरियाली वातावरण एकदम मनपर्छ। अब मनले खोजे जस्तै आफूले चाहे जस्तै अब यस्तैमा घुमिरहेछु। साह्रै मनपर्छ यस्तो हरियाली, वनजङ्गल, कोइलीको आवाज, मधुर आवाज, सफा हरियाली सुन्दर ठाउँ घुम्दै थिएँ। बिचमा यो घोडा सवार भन्ने ठाउँ रहेछ, एकदम राम्रो लाग्यो यो पनि ठाउँ। अनि यसलाई पनि भिडियोमा कैद गर्न मन लाग्यो, सम्झना हुन्छ नि त कुनै दिन आफ्नो देशमा बसेर पुराना भिडियोहरू हेर्दाखेरि। अनि अब यहाँ अहिले त बन्द भइसकेको रहेछ, नत्र के कति लाग्थ्यो कस्तो हुन्थ्यो, अलिअलि चढेर यसो रमाइलो गर्नुहुन्थ्यो। अनुभव त हो नि होइन, तर डर लाग्थ्यो होला है। तिमी बिना एक्लै भाछु म, सधैँ एक्लै भइरहनु भन्दा त पर्खी बस छिटै गाउँछु म है त। यस्तै एकान्त ठाउँको गाउँघर वनजङ्गल हरियाली अनि यो कुना कप्चेराहरूको मात्रै भिडियो बनाइरहँदाखेरि हजुरहरूले अन्यथा नसोच्नु होला। बजार त त्यहीँ, सहर त त्यहीँ ब्याकग्राउन्डमै देखिएको छ, नजिकै छ, हिँडेर गए पनि 5-10 मिनटमा पुगिन्छ। तर पनि मलाई यो झ्याइ झुइ अनि तडक भडकको कोलाहल भन्दा पनि यस्तै हरियाली एकान्त सुन्दर कञ्चन ठाउँहरू मनपर्छ। यहाँ यसो फ्रेस भइन्छ होइन, दुःखहरू भुलिन्छ। अनि त्यही भएर यस्तो ठाउँहरू मनपर्छ। आजलाई अब साँझ पनि पर्यो, अब यतिन्जेल अब हेरिदिनु भयो, साथ र सपोर्ट गरिरहनु भएको छ, माया पाइरहेको छु, खुसी लाग्छ।
अनि अरू भिडियोहरूमा पनि अरू प्रस्तुतिहरूमा पनि साथ दिनुहोला। अझै हौसला अनि कमी कमजोरीहरूमा अनि त चाहिँ सपोर्ट गर्नुहोला, कमी कमजोरीहरू औँल्याइदिनु होला भन्दै आज यतिन्जेलसम्म हेरेर साथ दिनुभयो। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। नयाँ नयाँ छु, हजुरहरूको माया र हौसलाले कहाँ पुर्याउँछ हेर्दै जाउँ है त। सबैले आफ्नो ख्याल गर्नुहोला अनि हाँसी खुसी स्वस्थ रहनु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। बाई।